महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सेतो बाथरुम लगाएको तस्बिर यति बेला पनि सामाजिक सञ्जालमा निकै चर्चा रहेको छ। यतिमै तस्बिर चर्चित भएको पनि होइन, तस्बिरमा बालेनसँगै एक युवतीसँग पनि छन् जसलाई बालेनले अँगालो हालेर पोज दिएको छ। यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि चर्चाको विषय बनेको छ। तस्बिर महानगरका प्रवक्ता तथा वडा नम्बर 17 का वडाध्यक्ष नवीन मानन्दरले एक टेलिभिजन अन्तर्वार्तामा देखाएपछि छताछुल्लो सार्वजनिक भएको हो। बालेनका सल्लाहकार कुमार बेनले बताए अनुसार यो फोटो बालेनकी श्रीमती सबिना काफ्ले आफैले खिचेकी हुन्। अर्को कुरा, फोटो फागुन महिनामै होली पर्वको समयमा खिचेको हो, जब बालेन परिवारसहित बुटवलको मणिग्राम स्थित विश्राम पाटिकामा होटलमा बसेका थिए। बेनले भनेका छन्, भाइरल भइरहेको तस्बिर होलीको बेला हो र यो सबिना भाउजूले खिच्नुभएको हो। तस्बिर भाइरल भएपछि बालेनकी पत्नी सबिनाले त्यसै समयमा खिचेका अन्य पारिवारिक तस्बिर पनि सार्वजनिक गरेकी छिन्। उनले तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गर्दै लेखेकी छिन्, आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोला, अरू पनि कन्टेन्ट दिन सक्छु।